मेरो कविताको शीर्षक छ म जनावर हो। म जनावर जङ्गलमै बस्छु, जुकाले टोके पनि म सहन्छु। बस्ती बस्तीमा म चोर्न जान्छु, सके मासु नसके च्याउ खान्छु। सके दुश्मनलाई परास्त गर्छु, नसके पुच्छर लुकाई भाग्छु। भाला काँधमा बोकी हिँड्छु, मान्छे मारी शिकार गर्छु। मान्छे मार्नु दिनचर्या हो, मलाई बदमास भन्ने को? पाएदेखि खाइदिने हो, नपाएदेखि चोर्दिने हो। पेट भर्ने संसारको नियमै हो। खाने तरिका भिन्न भिन्न हो। छैन जङ्गलमा तेल मसला नुन, जङ्गली जनावरलाई के को कानुन? जनावरलाई हुन्छ कहाँ लाज, चाहिँदैन कपडा जङ्गलको बास। सिधा सादालाई चमर नै हो मेरो पुच्छर, बानी बेहोरा अति दुच्छर। सिधा सादालाई थर्काइदिन्छु, ढुङ्गे युगतिर फर्काइदिन्छु। मानिस पहिला जङ्गलमै थियो, जङ्गलबाट सहर आएकै हो। घरपालुवा पनि ऊ हुन सक्छ, तालिम पाएमा गोठोमा बस्छ। अशान्ति भए हाम गर्न पाइने, शान्ति भए लाउरे आइदिने। संविधानलाई 1 वर्ष सारेको, कामै नगरी भत्ता खान परेको। जङ्गलीलाई जङ्गलै प्यारो, संविधानको छैन हतारो। सत्ता पाए संविधान बनाइन्छ, नपाएदेखि जङ्गलै गइन्छ। राजा पनि त जङ्गलै गए, छैन हामीलाई कसैको भए। राजा पनि त जङ्गलै गए, छैन हामीलाई कसैको भए। धन्यवाद। बाँचेको रहेछ। मैले जुन सपनाहरू बोकेको थिएँ ती सबै यसरी खरानी हुन्छन् भन्ने मैले सोचेकै थिएँ। म विदेश जाँदा मलाई लागेको थियो मैले ठुलो अवसर पाएको छु। अमेरिकाको पढाइ, जीवनशैली, मेरो आगामी जीवन कति सुनौलो मनमोहक हुनेछ। म खुसीले फुर्किँदै कति नाचेको थिएँ। मैले पढाइ जिन्तिन पुरा गरेर त्यहाँसम्म ठिकै थियो। तर पढाइ पुरा भइसकेपछि पनि उनीहरूको जीवनशैली, उनीहरू भन्नाले विदेशीहरूको जीवनशैलीदेखि लोभिनु, त्यही देशको स्थायी बासिन्दा हुने, रमाउने मेरो विचारलाई हुर्काउँदै लगेँ। त्यो नै मेरो सबैभन्दा ठुलो भूल थियो। हरिले दामोदरसँग आफ्नो पीडा पोख्दै भन्यो, बितेका कुरा जे भए अब त्यसमा पश्चाताप गरेर के हुन्छ? भुलिदेऊ सब, अब मनमा शान्ति लिएर बस, दामोदरले सम्झाउँदै थियो। हरिका साथीहरू दामोदर, बसन्त, उमेश, प्रताप, वैकुण्ठ, नीलकण्ठ सबैले विदेशमा पढ्न जाने त्यति नै अभिलाषा राखेका थिए। घनघोटी गरेर टोफेल र स्याट पनि राम्रै गरेका थिए। तर उनीहरू कसैलाई पनि युरोप, अमेरिका कतै पनि पढ्न जाने भाग्य खुलेन। हरि समेतको त्यो हुलमा केवल हरि मात्र एउटा त्यस्तो भाग्यमानी विद्यार्थी थियो जसलाई अमेरिकामा पढ्न जाने भाग्य जुरेको थियो। तर 10 वर्षको त्यो अन्तरालमा दामोदर सरकारी ओहदाको ठुलो हाकिम भएको छ। बसन्त नेपालमै पढेर पनि वरिष्ठ वकिल भएको छ। उमेश नेपालमै पढेर नामी डाक्टर भएको छ। प्रताप र वैकुण्ठ ठुला परियोजनाका इन्जिनियर भएका छन्। केही वर्ष शिक्षक पेशा गर्दै गरेका नीलकण्ठ राजनीतिमा लागेर सांसद र मन्त्री समेत पड्काइसकेछन्। यो सबै पुराना साथीहरूको माहौल देख्दा उसले विदेशमा बितेका 10 वर्षहरू भ्रम र अँध्यारोमा बिताएका 10 वर्षहरू जस्तै लाग्यो। हरि अमेरिकामा हेरी नामले चिनिन्थ्यो। उसले आफूलाई पुरै अमेरिकनाइज गरेको थियो। अमेरिकन केटीलाई गर्लफ्रेन्ड बनायो। पछि त्यसैसँग विवाह भइसकेपछि अब आफ्नो संसार यही नै हो भन्ने सम्झिएर नेपालतिर सबै बिर्सन थाल्यो। आमा बाबुलाई दिएका वचनहरू पनि भुल्यो। जबसम्म हरि स्वस्थ थियो, उसको जबको कमाई राम्रो थियो, डाइनासँगको सम्बन्ध पनि राम्रै थियो। तर जब हरिलाई अचानक स्वास्थ्यमा गडबडी आयो वा भनौँ क्यान्सरको लक्षण देखिन थाल्यो र त्यसको उपचारमा पैसाको खोलो बग्न थाल्यो, त्यसपछि बिस्तारै हरिको डाइनासँग खटपट सुरु भयो। अन्तमा डाइनाले हरिसँग
डिभोर्स गरे। उता हरिको बारेमा नेपालमा बाबुआमा बेखबर थिए। यो व्यक्तिवादी र स्वार्थी समाजमा हरिलाई सहानुभूति दिने कोही थिएन। उसले नेपाली कम्युनिटीमा सम्पर्क गर्यो। कमसेकम त्यहाँ उसलाई सहानुभूति राख्ने केही मानिसहरू भेटे। बाबुआमा छोराको सम्झनामा आकुल व्याकुल भएको जब उसले सुन्यो, क्यान्सरको उपचार हुँदाहुँदै ऊ नेपालतिर हानियो। आज 10 वर्षपछि पनि हरिको आमाको आँखा अगाडि ती दिनहरू चलचित्र जस्तै नाचिरहेका छन्। मम्मी, मैले युके, अस्ट्रेलिया र युएसए को युनिभर्सिटीमा एप्लाई गरिसकेँ। म जहाँ पाउँछु त्यहीँ पढ्न जान्छु। किन बाबु? मैले एउटा चाहिँ अहिले खास गरी अब सधैँभरि हाम्रै आफ्नै परिवेशलाई मात्रै किनेर अब यहाँ चाहिँ बसिहाल्छ होइन। अलिकति यहाँको परिवेशलाई नै समेटाउन अब मैले यो ठाउँको लागि अनि यो ठाउँको मैले कस्तो मूल्याङ्कन गरेँ, कस्तो लाग्यो भन्ने सन्दर्भमा अलिकति न्युयोर्कको चाहिँ एउटा वस्तुस्थितिलाई समेटेर एउटा सानो कविता लेखेको छु। न्युयोर्क अनेक फुल फुलाउन सक्ने जगतकै फुलबारी, धुप र वर्षाबाट व्याकुल जललाई दिएको छहारी, मोतीका दाँत हरघडी देखाई मुस्कान छर्दैछिन्, निन्द्राको भन्दा कामको टन्टा हरपल जाग्दछिन्, हजारौं जनलाई गर्भमा राखी डुलाइ राख्दछिन्, उटले झैँ घाँटी तन्काई उनी गगन चुम्दछिन्, टोपी नै खस्छ मुहार हेर्न मोती झैँ टल्केको, के जादु होला न्युयोर्क तिम्रो जगतै पल्केको, के जादु होला न्युयोर्क तिम्रो जगतै पल्केको, ब्रुकलिन पुल अचम्मसित कसरी बनेको, साउथ फेरि सहेर गर्दा मनकिन त दुरो भयो, सेन्टर पार्क युगल जोडी मायालाई साट्ने ठाउँ, लोभ लाग्छ मलाई माया नै छैन कहिले पढ्न जाउँ, हर्षनको जलले सेतन गर्छिन् सुनौला शरीर, हर्षनको जलले सेतन गर्छिन् सुनौला शरीर, जो पनि पस्न सक्दछन् यहाँ पवित्र मन्दिर, हजारौं जनको कर्मको भूमि दिनरात जुटेका, प्राण हाल्छन् याङ्कियौँ भन्ने गर्वले फुकेका, प्राण हाल्छन् याङ्कियौँ भन्ने गर्वले फुलेर, आजाद की देवी मसाल बाली रखवाली गरेकी, आजाद की देवी मसाल बाली रखवाली गरेकी, कानुन की देवी तराजु बोकी समानता जोखेकी, शिर झुक्ने सबको यी दुई देवी रक्षकको अगाडि, शिखर चुम्ने आकांक्षा मात्र हर्दिनन् पछाडि, शिखर चुम्ने आकांक्षा मात्र हर्दिनन् पछाडि, छातीलाई चिरी मेट्रो रेल सधैँ चलेको चलै छन्, जति रात पर्छ झन् धप्प यिनी बलेको बलै छन्, छातीमा बाणा रोपिँदा पनि निराश हुँदैनिन्, झुक्दैन यिनी झन्झन बरु शिखर चुम्दैछन्, झुक्दैन यिनी झन्झन बरु शिखर चुम्दैछन्। धन्यवाद।